अनि अनावश्यक त्यो चिजहरू फोहोरहरू पनि के हुने भयो छानिने भयो। सिमेन्टहरू धेरै किसिमको हुन्छ, तर तपाईले पीपीसी सिमेन्ट नै प्रयोग गर्नु होला। तपाईले पीपीसी सिमेन्टको ठाउँमा यदि ओपीसी सिमेन्ट प्रयोग गर्नुभयो भने ओपीसी सिमेन्टको चाहिँ सेटिङ टाइम चाँडो हुने हुँदाखेरि सिमेन्ट चाँडो सेट हुन्छ। चाँडो सेट भइसकेपछि क्र्याकहरू देखा पर्न सक्छ। पीपीसी सिमेन्टको सेटिङ टाइम ढिलो हुने हुँदाखेरि त्यही खालको समस्याहरू आउँदैन। प्लास्टर गर्नु अघि वाललाई मजाले भिजाउनु होला र त्यो भिजेको वालमा चाहिँ सिमेन्टको घोला प्रयोग गर्नु होला। वाल र बिमको जोइन्टहरू भयो, त्यस्तै गरेर झ्याल ढोकाको त्यो सिल ब्यान्ड लिन्टल ब्यान्ड भएको ठाउँमा चाहिँ तपाईले यस्तो खालको जालीहरू प्रयोग गर्नु होला। यसो गर्दाखेरि क्र्याकहरू देखा पर्दैन। प्लास्टर गरिसकेपछि तपाईले कम्तीमा 10 दिन पानी हाल्नुपर्छ, अर्थात् क्युरिङ गर्नुपर्छ। र अन्त्यमा प्लास्टरलाई तपाईले मजाले सुकाइसकेपछि कम्तीमा तपाईले 2-3 महिना त्यति छोड्दिनु होला, रङ लगाउन हतार नगर्नु होला। त्यसो गर्दाखेरि सानोतिनो समस्याहरू यदि देखा परेका छन् भने त्यसलाई रिकभर गर्न सजिलो हुन्छ।